अनि दिदी हाम्रो गाउँमा पनि शिक्षा पक्कै आउला त विकासले भनेपछि अब हामी सहमत भयौँ पक्कै आउला नि भाइ आइ त हो नि अब भयो भाइ यिन घरै गएर सल्लाह गरौँला काजी साहबले थाहा पाउनु भयो भने अनि दिदी यस विषयमा काजी साहब थाहा पाउनु भयो भने त विवाद उठाउनलाई नि विवाद त आउँछ भाइ अब काजी साहबलाई नसैदेखि सल्लाह गरेपछि विवादमा आउने कुरै छैन लिप्नु गएको दिदी घर भाइ घर लिपेर यति छोड्नु परेछ लिपेर सिठा बटुल्न गए थिएँ ए त्यसपछि साँचो कहाँ छ दिदी यसकै माथि छ अब गाउँमा त्यत्रो सल्लाह हुन्छ त्यही भएर अब सिठा आज बटुलेन भोलि बटुल्न पर्ने बस भाइ दिदी भोक लाग्छ बिहान नास्ता सास्ता छैन खै भाइ नास्ता त छैन के भोक त होला के र खै नास्ता छैन भाइ कोदा पिठो छ भने बरु कोदा पिठो भुट्नुहोस् न हुन्छ हुन्छ तिमी बस्दै गर म कोदा पिठो भुट्छु हुन्छ अब खै भाइ पिठो छ कि छैन भनेर ल्याइदिनुलाई खै भाइ पिठो छ रहेछ भोक छोडिदिनुहोस् दिदी भएर एकैचोटि खाउँला अनि के दिदी अब हाम्रो गाउँमा पनि शिक्षा आउने भएपछि त यो छुवाछुत त अलि न्यूनीकरण हुन्थ्यो कि होइन खै भाइ जति शिक्षित भए पनि हामी दलितलाई कहाँ सुख हुन्छ र हुन त हो के दिदी खै भाइ काजी साहबले पनि त्यत्रो पढेका हुन् हामीले उनीको गुलामी गरेर बाँच्नु पर्ने अब यो छुवाछुतको पनि हुन त होला नि दिदी एक दिन त पक्कै होला खै भाइ अब होला त के र विकास बाबुले पनि यही छुवाछुतकै न्यूनीकरण गर्नलाई काजी साहबसित दुश्मनी गर्नुभएको छ हजुर उहाँले पनि हाम्रो लागि शिक्षित बनाउन सक्दो प्रयास गर्नुभएकै छ काजी साहबसित दुश्मन गरेर हाम्रै पक्षमा हुनुहुन्छ अब तपाईँहरू काजी साहबको गुलामी गर्न छोड्नुहोस् शिक्षित भन्नुभएको छ उहाँले पनि अब खै होला भाइ विकास जस्तै अब 4-5 जना गाउँमा जन्मेको भए त हामीले पनि यो सामान भोग्न त पर्ने थिएन क्या खै भाइ अब धनीबाजी पनि गर्नु त भयो थोकेर पहिला अब काजी साहबले आफ्नै गुलामी बनाएर हामीलाई अब के गर्नु अब हामी मात्र होइन यो गाउँका सारा गाउँलेहरूलाई नै यस्तै गुलामी गराएर खाने गराउनु भएको छ काजी साहबको गुलामी गरेर खाना पुगेकै छ भाइ अब के गर्ने खै त्यही खाना लाउन मात्र पुगेर भएन के दिदी अब आफ्नै घर छैन अब कुन दिन आएर ताल चलाइदिने भने त्यो पनि अब थाहा छैन अब कुनै पैसा कमाउने बाटै छैन खै भाइ अब तालचा त लगाइदिएलान् के र अब उनीहरूले गरिदिएका हुन् उनीहरूको विरुद्धमा बोल्दाखेरि हामीलाई तालचा लगाइदिएर कुन दिन निकाल्छ अब हामी शिक्षाको लागि यता उता लड्दैछौँ विकाससँग अब काजी साहबले अब हामीलाई कहाँ ठिक मान्दैन उनीसँग अब हामी मिलेर काम गरेको उनले देखिसक्दैनन् अब मेरै मात्र गुलामी गर्नु भन्छन् उनले अब त भन्छन् के र भाइ अब तिनीहरूको पछि लागेर विकास बाबुले अब शिक्षा लिउने शिक्षा पढ्ने भनेका छन् अब उनको कुरालाई पनि मान्नु पर्यो आएदेखि जाला जाऊ तिमी बाख्रा सारा म ढिलो पकाउँछु हुन्छ अब यो कुरा भयो त्यहाँले सुने दाइ के भयो दाइ के गर्छौ के गर्छौ किन चिच्याउँछस् दाइ गाउँमा शिक्षा लिने कुरो छ नि त अनि के भन्छ यसले कल गर्नु गाउँभरिका मान्छेले सल्लाह गरेका छन् के दाइ के सल्लाह गरेछन् गाउँमा शिक्षा लिने कुरा गरेछन् के दाइ कसले गर्नु फेरि यस्तो सल्लाह विकासले यस्तो सल्लाह दिनुभएछ अनि गाउँभरिका मान्छेभरि सहमत भए के भन्छ यसले आखिर के गर्दैछ त विकासले मेरो गाउँमा बसेर आखिर के षड्यन्त्र रोज्दैछ यसले ममाथि यसले गाउँको सबै मान्छेले शिक्षित बनाएर पछि मलाई अप्ठ्यारोमा पार्ने त होइन किन रिसन भएको दाइ गाउँमा शिक्षा आएको छ राम्रो त हो नि यस्तो कुरा बुझ्दैनस् बहिनी हामी जे छौँ शिक्षाका कारणले छौँ जा नास्ता बनाएर होइन यो विकासले आखिर के गर्दैछ गाउँको सबै मान्छेलाई शिक्षा दिलाउँदैछ आज त यहाँ बसेर घरमा बरबराएर भएन त्यसको घरै गएर
दौडतिर सोकिस पुन्टे के सब आउनुभयो कस्तो बोल्नु भयो पानी पुन्टे सब बन्द बन्द बस्नु पुन्टे कति दुःख गर्दछ तिमी एउटा छोरी तिमी दाउरा अनि हाम्रो गाउँमा शिक्षा दीक्षा ल्याउने कुरो के कस्तो छ त बा केही थाहा पाउनुभयो मलाई केही थाहा भएन छोरा खोइ गाउँमा त्यस्तो कुरा भएन अब विकासले भनेपछि त होला नि बिस्तारै बिस्तारै ए हाम्रो गाउँमा शिक्षा लिने कुरो त भयो तर शिक्षक चाहिँ को भन्छ नि खै अब विकासले त अस्ति नै भने अनुसार त आफ्नो दिदीलाई ल्याउने भन्ने कुरा थियो दिदीलाई फेरि अन्त एउटा फोन गरेछ नि त उतैतिर जानु पऱ्यो अब को हुन्छ खोइ अब हेरौँ ए अब फेरि सरसल्लाह गर्नु पर्ने होला होइन त फेरि सरसल्लाह गर्ने होला अब काजीले थाहा पायो भने फेरि मार्ने होला नि खै मार्ने होला नि तेरो काजीले हुन्छ पानी आउनु ला तिन दाउरा भित्र लएर राख ओतमा लएर राख हुन्छ ल यति दाउरा मेटेर राख्नु पर्ला दिदीले नभ्याउँ जस्तो कुरो भयो अब यतातिर नआउने रे एकचोटि बाजेलाई को सल्लाह गर्न जानुपर्छ कि हो अब बाजेले खोइ यता डुल्नु भएन पानी पर्न लाग्छ एकचोटि बाबी पानी भए दिले गर बाजे भेट्नु पाल्नुहुन्छ कि गर्नुहुन्छ कि नै ए पुन्टे डर्से मन लाग्यो विकास ए सन्चै जाऊ सन्चै चाहिँ बाजे कहाँ जानु भयो त बा हिँड्नु त गएर ए बाले बोलाउ त साना सल्लाह त बा ओ बा ए विकास बाबु पो आउनुभयो रहेछ बाजे नमस्ते नमस्ते बाबु ए सन्चै हुनुहुन्छ नमस्ते बाबु तपाईँ सन्चै हुनुहुन्छ हजुर बाजे म ठिकै छु आउनुहोस् नि त आउनुभएको बसेर गफ गरौँ सानो काम थियो के रे बाजे अब अब पनि बस दिन्छु नि के भन्दाखेरि बाजे अब शिक्षा ल्याउने कुरो त गऱ्यौँ हामीले गाउँ समाजमा हजुर अब हेर बुन्टे हजुर अब शिक्षा ल्याउँदाखेरि शिक्षिकाको आवश्यक शिक्षकको आवश्यक पर्ने भएकाले दिदीले खबर त गरेँ उता दिदीको अर्को ठाउँमा फोन आएपछि अर्कोतिर गरम जान्छु भन्नु र अब यता त क्यान्सल पो भएको बाजे ए उसो अब कलेज खोजेर दिनुपर्छ त्यस्तो दुर्गम ठाउँमा कोही आउँदैन होला अब गाउँ समाजमा पढेको भन्ने काजीले भन्नुहुन्छ अनि बाजे मैले कता कता सुने अनुसार त तपाईँले पनि गाउँमा पढ्नुभएको अरे भन्ने सुन्छु पढ्नु त पढ्या बाबु उही बेला अब धेरै जो पढ्या हो हामी अब दलित र गरिब भएको कारणले माथि जान सकिएन हजुर हट अब पढाउन त सकिएला तर के भयो अब दलितले भनेको दलितले पढाउँदाखेरि मान्दैन र गाउँकाले अब हामीबाटै सुरु गरौँ बाजे अब पहिला न अब कति हुन्छ त अब मान्ने नमान्ने हेरौँ त्यसपछि अब हामी अघि बढाउँला मान्न सक्छन् होला अब शिक्षाको कुरो हो यो दलित गरिब भन्ने कुरो हुन्न त हो के अरे त्यही गाउँका कुरा राम्ररी बुझ्दैनन् गाउँका मान्छेले राम्रा कुरा बुझ्दैनन् अब सकभर बाहिरकै ल्याएर पढाउँदा राम्रो होला त्यही पनि बाहिर खै भएनन् भने म त छँदैछु हेर अब गाउँकाले कुरो बुझ्दैनन् भनेर भएन बाजे अब पढ्न रहेछ मैले पनि तपाईँकै मुखबाट सुने अब गाउँकाले कुरो बुझाउँला अब बाहिरबाट त त्यही मेरो नजरमा भएको दिदी हो मैले बुझेअनुसार अरू त मैले खासै चिन्दैन अब छोराले पनि अलिअलि त पढाउलान् के र बाजे अहिले पनि पढाएको छ अलिअलि आँखा देखाएको छ यसो नामसाम लेख्ने काम गर्छ हजुर अब खै पहिल्यैदेखि थाहा भएको भए त अब हामीले अस्ति नैबाटै सुरु गर्ने थियौँ अब शिक्षा लिने कुरो अब खै गाउँ समाजमा अब जति पढे पनि यो शिक्षा जति ल्याए पनि अब छुवाछुत त कहिले हुने भएन के र बाजे खै अब कहिले हुने अब होला बिस्तारै बिस्तारै देश समाजमा अब धेरैको ज्यान गएको छ त्यसैले नै अब शिक्षाको कमीले पनि हो अब शिक्षा लियौँ भने अब हामी आफ्नो ठाउँमा अलि हामी उभिन सक्छौँ कि बाजे हो बाबुको कुरा सिकाइदिएर अब गरौँला फेरि के छ र हजुर अब सक्दो प्रयास गर्नुहोस् अब छोराले पनि अब अलिअलि साथ देलान् अब भएन भने अलिअलि त मैले पनि साथ दिउँला नि भा ए हुन्छ हुन्छ ल त्यही गरौँ हजुर ल अब म त जान्छु घरतिर पनि कसले फोन हाने फेरि
हेलो नानी भन् कहाँ थिइस् कहाँ रे पिपलबोटा ल ल राम्रोसँग आइज पानी आउन लाखा लिउन आउनु पर्दैन ल त ल हुन्छ हुन्छ ए सुशीला हजुर आमा कहाँ छ आयो भाडा दुँदैछ आमा आज तेरो नन्दा आछेरे गर नास्ता सास्ता बनाइदेऊ भोकटे आली पानी आट्यो नास्ता बनाइदे हजुर त मेरो छोरी आउने म त यसै खुसी भयो छोरी आउन के यति खुसी हुन्छ यस्तै खुसी भएर कति खाना बनाउँछु नानीलाई खाना बनाउँछु केटी यतिखेरसम्म पनि आइले कता आइले केटी ए सुशीला भाटोसिस ल ल छिटोस् केटी पनि आइले खै ए दिदी नमस्कार नमस्ते कहाँ पल्ला गाउँको साइड होइनस् र हजुर दिदी कहिले आउनुभयो म आउँदैछु भन्दा ए कता त यस्तो साइलो पल्ला गाउँसम्म पुगेर आएको दिदी भाडा छोडिदिन गएको हौ हजुर यो अस्ति नै म खोज्ने भनेर एउटा दिदीले ल्याएर छोड्नु भएको थियो मेरो आइरनमा कुदाला हँसियाहरू अनि तिनै छोडिदिनु गएको र बाटोमा भेट भयो के र म पनि ढिला भइसक्यो उता पल्लोतिर जान्छ फेरि हँसी कुदाल लगाएर हुन्छ चाहिँदा हुन्छ हजुर सरबाट आउनुभएको सरबाट ए ल ल आमा पनि आतिन भयो ल ढिलो भयो के हो पल्लो गरेर राम्रो केटाले आइरन हँसी ल्याएर छोड्नु भएको थियो धेरै त थिएन दुईवटा सामान पिटाउन अब गएर अब घर जाने अनि ढिला हुने होला अब यता एउटा आइरनमा बस्नु पऱ्यो घर भएर जानु पर्यो यो बर्खा लगाएर होला बाटो पनि अप्ठ्यारो छ घर लपे गएछ आमा आमा भाउजू हजुर कता आउनुहुन्छ भाउजू यतिसम्म ए नानी आउनुभयो हजुर नमस्ते भाउजू नमस्ते ए नानी आउनु ढिलो गर्नु भयो तर आउनुहोस् हजुर भाउजू सन्चै हुनुहुन्छ हजुर सन्चै हुनुहुन्छ आमा कता जानुभएछ खै यता तपाईँले कोडे हुनुहुन्छ गएर बस्नु नानी म पानी ल्याएर आउँछु ल्याउनु नानी केटी आइकी पाइ नि गाउँतिर गएको ढिला भयो यहाँ यो त आइछ कसमा आइछ रान्छी भर्खर आइज नमस्ते नमस्ते बस थाकेर आइयो सन्जला म ठिकै छु बाला यो मेरो भित्र बनाइदिए फोनमा गइदिएर भात त पाक्यो हजुर पाक्यो कसो आएर बस्छ जस्तो त भर्खर आइदिए सन्चिने लागेर म त सन्चि त्यसैले खाना दिने रहेछ खोइ आमा खाना त खान्छु के र अब सासूको टोकसो कहाँ लाग्छ र फेरि सासू पनि त्यस्तै छिन् जहिलेको किचकिच अब के गरौँ त्यस्तै हिँड भात थाकेलिस् भित्र घर बस्छ नि कहिले मन फेरि थाकिएलिस् परम सरम पनि रहेन के पराले बक्छस् र झोला पनि भाडा पल्लो जानु पर्यो